कसैलाई पटक पटक एउटै कुरा सम्झाउनुभन्दा राम्रो आफैलाई नराम्रो बनाएर तिमी टाढा जाऊ। किनकि उसलाई पटक पटक सम्झाउँदा तिम्रो शब्द होइन दिल टुटिसकेको हुनसक्छ। तिमी सम्झाउँदै गर्छौ तर ऊ सुनेर पनि नसुने जस्तो गर्छ। तिमीलाई यस्तो लाग्न थाल्छ कि आफ्नो कुराको कुनै मूल्य नै छैन। तब बल्ल थाहा हुन्छ कि जबरजस्तीको सम्बन्धले दिल मात्र दुखाउने काम गर्छ। आफ्नोपनको महसुस कहिले हुन दिँदैन। त्यसैले कहिलेकाहीँ चुपचाप बस्नु नै राम्रो। भले अरूको नजरमा तिमी नराम्रो किन नहौ, किनकि तिमी आफूलाई गुमाएर उसलाई पाउनुभन्दा आफूलाई बचाएर खाली हात बस्नु नै राम्रो हुन्छ। कसैलाई पटक पटक सम्झाउनुभन्दा तिमी आफैले आफैलाई एकचोटि सम्झाएर त हेर, जब तिम्रो मौनता नै तिम्रो इज्जत बन्न आउँछ पछाडि। धन्यवाद। मन पर्यो भने लाइक, कमेन्ट, सेयर गर्नुहोला। थ्याङ्क यू।